तारा र म पति र पत्नी तर कहिले दिलभित्र नअट्ने के बिरामी भई दछाउन गएको पेटमा बच्चा रहेछ नि रहेको के जसलाई काखी च्यापम या उडाम तर पिरतीको डोरी चाहिँ नचुडाम के हुन्छ बुझ कि त कति छाती ठोक्छु ताराको पति नियत होइन छोडेर गइहाल्ने सँगै बसे बिरामी भइहाल्ने के ए ढाड दुखेर छु पीडित परेको तिम्रो घर छ मलाई सरेको के हुन्छ हे हामी जस्तो बजारमा छाउनौ जोडी भन्छौ बालबच्चै जन्माउनौ के हे मलाई गाह्रो दुःख पीर खटाउन तिमी आफै खोजा छौ हटाउन के तिम्रो माया हो कि त सुक्नी कस्तो बच्चा बस्यो र ढाड दुख्नी के पक्कै बच्चा पाउने छौ नाङ्गो बाउ आमै दुइटै छौ ढाड भाङ्गो ए के बोलेको ए थाहा छैन र के बोले यिनी नाङ्गै मर्ने हो नाङ्गै जन्मिनी के यस्तो जोडी देखिन काइनी वाक वाक गर्दै हिँडेछन् स्याम्दै के ए बुढी पाउने आफू पेट कस्छ बाउ आइरहन्छ कि खाएर बस्छ बाउ के हे होइन होला यिनको रोग सारेको रौसीले हो श्यामले वाक गरेको के होइन होला खाएको तिरीमा यस्तै हुन्छ धोकेसी फिरीमा के हिजो पनि भाकै हो भेटा कागा थ्यौ र भाँचे चौ पखेटा के हात लुकाएर थिएँ म लजाको के हुन्थ्यो र बुढीले बजाको के हे नेपाल हो यो त्यो कुरा पस्दैन उल्टो भयो यो ठाउँ त बस्दैन के भएर हो भाँचेको हात रक्सी खाएर गुल्टे छन् छतबाट के हे ठिकै थियो रौसीमा पौडिनी नराम्रो हो छतछतै दौडिनी के ए जब दाजु परेसी रौसीमा कहिले नाचन निस्केर कौसीमा ए नाच्छ भन्छस् कौसीमा निस्केर कहिले बस्छन् गाईसँग जिस्केर के भए म त छतबाट खस्ने त घरमा बस्नै दिए पो बस्ने त के हुन्छ हे पानी ट्याङ्की पसेछन् खाएर थाबो पानी नुनिलो आएर के न त दिन्छ न मलाई राति छ कुट्ने बुढी नभएकै जाति छ के